चाहिँ हामी नर्फु भ्यालीको लागि बिहान 5 बजे प्रस्थान गर्दैछौँ होइन। पार्टनर चाहिँ नर्फु भ्यालीको ट्रेकिङ पार्टनर केशव दादी दिदी, श्यामजी र म अनि हाम्रो एकजना साथी आउँदै हुनुहुन्छ होइन। खानाको लागि चाहिँ हामी अहिले चुम्लिङ टारमा छौँ। अब खाना खाएर अब हामी बेसी सहरतिर लाग्छौँ। हामी चाहिँ अब बेसी सहरबाट कोतोतिर लागिरहेछौँ जिपमा होइन। सबैको मनोबल चाहिँ एकदम उच्च छ, एकदम रमाइलो यात्रा भइरहेछ। काठमाडौँबाट कोतो आइपुग्यौँ होइन। अब कोतोमा चाहिँ आज हामी बास बस्छौँ। आजको हालमा बास चाहिँ कोतोमै हुन्छ। कोतो चाहिँ रमाइलो छ, राम्रो छ। हाइड्रो पावरहरू धेरै बन्द रहेछ यो ठाउँहरूमा है। भोलि सँगै हिँड्नुपर्छ आमा, तपाईँ र म। तपाईँ म सँगै हिँड्ने। नर्फु जाने बस्ने। नर्फुमा घर कि ल भोलि भेट हुन्छ। आज हाम्रो ट्रेकिङको पहिलो दिन। कोतोबाट चाहिँ करिब 7 बजे हामी ब्रेकफास्ट गरेर हामीले हाम्रो ट्रेकिङ स्टार्ट गऱ्यौँ। लगभग 1.5 घन्टाको बाटो हिँडिसक्यौँ। अहिलेसम्म बाटो त्यस्तो अप्ठ्यारो त्यस्तो केही छैन, रमणीय वातावरण छ होइन। अनि बाटो ट्रेल पनि राम्रो छ। लगभग हाइड्रो पावरहरू धेरै डेभलप भएको कारणले, यता चाहिँ डेभलप हुँदै भएको कारणले चाहिँ धेरै ट्रेलहरूमा चाहिँ मोटर कुद्ने जत्रै ठुलो बाटोहरू छ, त्यही भएर सजिलै छ। बाटोहरू त्यति अप्ठ्यारो छैन। कोतोबाट हिँडेको लगभग 3.5 घन्टामा हामी यो छ्याछ्या भन्ने ठाउँ, छ्याछ्याभन्दा अलिकति माथि आइपुग्यौँ होइन। अब हाम्रो ट्रेकिङको फर्स्ट डेको लन्च चाहिँ यही छ्याछ्यामा 3 सिस्टर होटेलमा हुन्छ। हाम्रो साथीहरू एकदम उच्च मनोबलका साथ यहाँ आइपुगिसके। हामी चाहिँ यो छ्याछ्यामा लन्च सन्च गरेर बिस्तारै मेटातिर लाग्दैछौँ। लगभग खानासाना खाएर आधा घन्टा जति रेस्ट गऱ्यौँ। हाम्रा केटाहरू चाहिँ भात खाएपछि लखतरान परेर हिँड्दैछन् होइन। साथी हो, गाह्रो छ ट्रेकिङ आउन। रहर मात्रै हो, रमाइलो हुन्छ भन्यो। हिँड्न थालेपछि भुँडाबाट आँसु आउँछ साथी हो, पछाडिबाट धुवा आउँछ। के गर्ने, यस्तै छ। रहर गरेपछि हिँड्न परिहाल्यो। गाह्रो छ साथी हो, गाह्रो छ। वर्षको बाआमा हामीसँगै नर्फु जान लाउनु भएछ। उहाँहरू मजाले हिँडिरहनु भएछ, हामी गाह्रो भयो भन्दै बसिरहेछौँ। एकदम होस पुऱ्याएर हिँड्नु परिन्छ। भिडियो हिँडौँ कि होस पुऱ्याएर हिँडौँ कि भिडियो खिच्न मन लाग्छ है। गाह्रो छ अवस्था, के गर्नु। ओम नमः शिवाय भन्ने हिँड्ने। खाना खाएर लगभग 2 घन्टा जति हिँडिसकेपछि चाहिँ धर्मशालामा आइपुगेका छौँ। अब यहाँ हामी लगभग 10-15 मिनट रेस्ट गरेर होइन बाटो तर्काउँछौँ। साथीहरू बहुत भइसक्यो, गाह्रो छ भन्दै हिँड्दैछन् होइन। हावा चाहिँ अलिकति बढी लाग्दो रहेछ। ट्रेकिङ आउँदा चाहिँ अलिक विन्ड स्वेटर राम्रै लिएर आउनु होला है। ल यार, यो त भ्याउला जस्तो सिँगारेको थियो गोदालाई त। ल ब्याउली आयो, ल 2टा ब्याउलीहरू आए। कम्पनीको नाम चाहिँ काँडा लोए भने चाहिँ यहाँ लोए प्लान्स मेटा देख्नुभयो। नेपालबाट चाहिँ कसलाई घुम्न आएर चाहिँ फुत्लुक्क नाम चोरेर लोएछन् जुकरबर्गजीले। यसको कपिराइटको क्लेम गर्नुपर्छ उस्तै पराउने। खाना खाएर लगभग 4 घन्टामा हामी मेटा आइपुग्यौँ। तर यहाँ हावा अलिक बढी लाग्दो रहेछ। त्यस्तो छ मेटा चाहिँ, रमाइलो छ।
अहिले बिहानको 6:30 बज्यो। हाम्रो ट्रेकिङको दोस्रो दिन। आज चाहिँ हामी मेटाबाट फु जान्छौँ। मौसम राम्रो देखिरहेछ। अलिकति चिसो चाहिँ अलिक बढी नै चिसो छ, सोचेको भन्दा अलिक बढी नै चिसो रहेछ। अब यहाँबाट हामी ब्रेकफास्ट गरेर 7 बजे हामी फुको लागि निस्किन्छौँ। अनि फुमै आज बास बस्छौँ हामी। अब लगभग 7 घन्टाको हिँडाइ हुन्छ आज पनि। 7 घन्टाको हिँडाइमा हामी फु पुग्छौँ। गाडी चिया हानेर चाहिँ अब हामी 4100 मिटर आज फुमा जाने तयारीमा छौँ। अब हाम्रो पाइलाहरू एकदम एक्साइटेड भइसके तन्किनको लागि। हाम्रो दाइको होटेलमा गएर बस्छौँ आज हामी फुमा चाहिँ। बिहानी पख चाहिँ मेता झन् धेरै सुन्दर देखिने रहेछ। असाध्यै राम्रो हिमालहरू देखिने रहेछन् मजाले। दाउरा साउरा गोठहरू स्टोर गर्ने ठाउँ रहेछ अरे त्यही। ढुङ्गामै खोपेर गोठहरू बनाएको छ यो। गाडी च्याखो पुग्नुभन्दा अगाडि रहेको यो मण्डला रङ्गशाला। मेताबाट चाहिँ लगभग 2.5 घन्टाको हिँडाइपछि हामी च्याखु भन्ने ठाउँमा आइपुग्यौँ। च्याखु भन्ने ठाउँ चाहिँ यस्तो छ। अब आज चाहिँ हामी यो घरमा यो होटेलमा लन्च गर्छौँ। एकदम ठुलो सेटलमेन्ट छ यहाँ। खाना बस्नलाई केही टेन्सन हुँदैन। मजाले होटेलहरू मजाले राम्रो छ। हामी फु पुगेर नर जान फर्केर आउँदा बास बस्ने ठाउँ चाहिँ यही च्याखु नै हुन्छ। मिठो कतिको मिठो छ बा खानाहरू? हामी च्याखुमा खाना खाँदै हाम्रो 11 बजे चाहिँ च्याखाबाट खाना खाएर हाम्रो टोली चाहिँ अब हामी कहाँ पुग्ने रे आज दाइ? फुतिर लागेका छौँ होइन। अब ट्रेलहरू रमाइलै छ। अब लगभग 4.5 घन्टाको अनुमान छ हाम्रो फु पुग्ने। भात खाएपछि कहिले खुट्टा चाहिँ चल्न गाह्रै भइरहेछ। अब यहाँ चाहिँ च्याखुमा चाहिँ अलि ओल्ड सेटलमेन्टहरू, पुराना घरहरू, अवशेषहरू चाहिँ अझै छन्। नयाँ होटेलहरू बनाएका छन् तर पुराना घरका अवशेषहरू चाहिँ अझै बाँकी छन्। खम्बा सेटलमेन्टहरू पुरा पहिला हामीले इतिहासतिर पढ्नु पर्थ्यो नि, हाम्रो खम्बाहरूलाई लखटेको भनेर। यो चाहिँ खम्बा सेटलमेन्टहरू यो पहिला च्याखुको पुरै खम्बाहरू बस्थ्यो। यहाँ चाहिँ तिब्बतियन खम्बाहरू। यहाँ चाहिँ हाम्रो नेपाली र तिब्बतियनहरूको चाहिँ युद्ध परेर यहाँ चाहिँ लखटेको थियो खम्बा सेटलमेन्ट। यो तिब्बतियन खम्बाहरूको घर पुरा घर छिरेर के रहेछ त भित्र भनेर हेरौँ न त भने सबै घरको ढोकाहरूमा ढुङ्गा लाएर पुर्दिसके। के हो कुन चाहिँ घर खोज्दा हैरान भइसक्यो। है के रहेछ त यो खास भनेर यसो बुझ्न खोजेको। खास भित्र के रहेछ भनेर होइन। सबमा चाहिँ ढुङ्गाले छेकिदिएको छ। केही देखिया छैन। एउटामा त छिरौँ न त भने हेर्नै सकिनँ मैले। के गर्ने होला सर? यसमा छिर्नुपर्छ क्या। यतातिर छ क्या अरे? यतातिर देखिन्छ त? यो चाहिँ अहिले पुरै यतातिरको मान्छेको गोठ भइसकेको छ होइन। यस्तो छ होइन। यो अलि भग्नावशेष हो होइन। यो खास भग्नावशेष छ यहाँ। नालाहरू छैन चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ गाई बस्तु राख्ने जस्तो छ होइन।
अब यो एकदम रिस्क छ। यहाँ चाहिँ मान्छे सुत्ने जस्तो छ होइन, यहाँ भित्र जान त सक्दिनँ म, डेन्जरै छ है। सेखुबाट हिँडेको लगभग 1.5 घन्टा हिँड्यौँ। बाटो तेर्सै छ, अलिकति उकालो पनि छ कहीँ कहीँ चाहिँ, नत्र बाटो अहिले चाहिँ तेर्सै देखिया छ। हाम्रो केटाहरूमा टाढा पुगिसक्यो हिँडेर, डेन्जर हिँडिरहेछन् केटाहरू। हामी चाहिँ यहाँ हिँड्न नसकेर लोथ भएर बसिरहेछौँ। यहाँकोबाट हिँडेको पुग नपुग 2 घन्टामा चाहिँ हामी अहिले क्याङ भन्ने ठाउँमा आइपुगेका छौँ होइन। यहाँ चाहिँ अब हामी 5-10 मिनट रेस्ट गरेर फुतिर लाग्छौँ। क्याङ चाहिँ कस्तो छ भनेर म तपाईँलाई देखाउँछु है त, क्याङ कस्तो छ। यसरी पुराना सेटलमेन्टहरू देख्न सकिन्छ, त्यहाँ देखिन्छ यसरी पुराना सेटलमेन्टहरू होइन। यस्तो छ क्याङ चाहिँ, पुरै ठुलो डाँडोको मुनतिर, यता पनि ठुलो डाँडोको मुनतिर छ क्याङ चाहिँ। क्याङ भिर भन्छन् यसलाई चाहिँ होइन। यो चाहिँ यो ट्रेलकै अलिक सबैभन्दा डेन्जर बाटो हो, यो अलिकति डेन्जरै छ। हाम्रो केटाहरू बिस्तारै हिँड्दैछन्, भित्ता समाति भित्ता अलिकति डराइ यसरी मस्त भिडियो नखिचिकन आनन्दले हिँड्नु होला। एकदम डेन्जरै छ बाटो चाहिँ। साथीहरू एकदम डराइ हिँडिरहेछन्, म पनि भित्ता समाति हिँड्दैछु। अलिकति खत्रै भिड छ। यो तिब्बत जान कति टाइम लाग्छ कुरा भइरहेको छ यहाँ। यसको भोलिपल्ट चाहिँ अलिकति हिमाल जस्तो चलिरहेको छ। त्यहाँबाट हिमाल ट्याक्कै चढिसक्यो, एउटा फाँट छ यो। त्यो फाँटमा ठ्याक्कै 2 घन्टा लाग्छ। लामो बाटो उताबाट सामान ल्याउँदै पहिला फुबाट 2 दिन लाग्छ भन्ने कुरा होला। तिब्बत जाने कन्फर्म भएन। बिस्तारै हिँडिँदैछ। अन्त कोही कहाँ पुगिसके, कोही छन्, कोही हाल नभए भने पुगिसके, खोइ त आउँदैन त भन्ने बेला हुन लागिसक्यो। थाकेर के हो गएको गर्छ। धर्मशालाबाट लगभग 45 मिनट जतिमा हामी फुगेट आइपुग्यौँ है। फुगेटबाट फुगाउँ चाहिँ अर्को आधा घन्टा जति लाग्छ। फुगाउँ अब 30 मिनटको डिस्टेन्स लाग्छ भन्ने अनुमान छ, तर त्योभन्दा बढी लाग्न सक्छ। मलाई चाहिँ अलि थाकी पनि सक्यो है, अलि भोक लागे जस्तो नि भइसक्यो। अब 30 मिनटको लागि के बसेर चाहिँ अब यो खानासाना खाउँ भन्ने लागेर भएन भनेर अब फुगेटबाट म नि फुगाउँतिर लागेँ। छिटो ल्यान्डस्केपहरू चाहिँ अलिकति खोज जस्तो कस्तो गहिरो, खोलाहरू पनि कति गहिरामा देखिने, पुरै अलिक खतरा। यहाँबाट चाहिँ पुरानो बाटो जस्तो छ, पुलको लागि ठाउँ बनाएर आएको रहेछ होइन। अलिक खत्रै छ। फुगेटपछि चाहिँ अलिकति भिन्नै लाग्छ तपाईँहरूलाई चाहिँ। नर्फु भ्याली घुम्न आउँदा अरू ठाउँभन्दा फुगेटपछि अलिक फरकै महसुस गर्नुहुन्छ ल तपाईँहरू। अब यो डाँडोमा काँड जाने केही बाटो छैन, पुरै माथि बनाएको छ बस्ने ठाउँहरू। यो खम्बाहरूले बनाएको हुनसक्छ होइन। यो चाहिँ को आउँछ को आउँदैन गाउँमा हेर्नको लागि। अहिले त भग्नावशेष भइसकेको छ, खत्रै छ। फुगेटबाट चाहिँ लगभग 20 मिनट जतिमा फुगाउँ आइपुग्यौँ। फुगाउँ चाहिँ यस्तो छ है, इन्ट्रीबाट देखिने फुगाउँ चाहिँ यस्तो छ। यस्तो हो, अर्कै प्रकारको सेटलमेन्ट छ। माथि गुम्बा पनि देख्न सक्छौँ हामी होइन। रमाइलो अर्कै प्रकारको के हिडन भिलेज भन्छ नि त्यस्तै अब हिडन, तर अब सेटलमेन्ट चाहिँ अर्कै प्रकारको। खुब रमाइलो देख्दाखेरि खुब रमाइलो लाग्यो मलाई चाहिँ। व्यक्तिगत रूपमा मलाई चाहिँ एकदम रमाइलो लाग्यो। अब अझै माथिको गाउँहरू नि घुमाउँछु म तपाईँहरूलाई। अझै माथि गाउँहरू पनि जान्छौँ हामी एकछिन रेस्ट गरेर। रमाइलो चाहिँ रमाइलो छ है यहाँ। अब ओहो माथि छ है सेटलमेन्टहरू, एकदम राम्रो छ। नर्फु भन्दा नि फुक हो, ओल्ड सेटलमेन्ट, पुरानो गाउँहरू हामी घुम्न
निस्केका छौँ अहिले बेलुका करिब करिब 4 बजे कि 5 बजे 5 बजे होला होइन 5 बजे होला। हाम्रा साथीहरू पनि यसरी एकदम जाडो छ, हावा एकदम लाग्दो रहेछ है। सबैजना न्यानो लुगा लाएर हिँडिरहेछौँ हामी। अब हामी चाहिँ यो नर्फु गाउँको गुम्बा सुम्बा पुरानो घरहरू यसो घुम्न जाँदैछौँ। यस्तो छ पुराना घरहरू, यस्तो छ। कता सबै घरहरूमा दाउरा छ, तर कसैको घरको छतमा आगो देख्दिनँ म, धुवाँ आएको देख्दिनँ। खास के हो बुझ्न अलिक गाह्रै छ है। यस्तो घरको गल्ली गल्ली सर मजाले हिँड्दैछौँ। फुको गुम्बाबाट चाहिँ फु गाउँ यस्तो देखिन्छ है। राम्रो छ, अलिकति नौलो प्रकारको गाउँ देख्दाखेरि। यसलाई त यो एक प्रकारको त यसो भन्दाखेरि यसलाई म्युजियम भन्न पनि सुहाउँछ क्या। यसलाई त एकदम प्रिजर्भ गरेर सधैँको लागि पर्यटक गन्तव्य बनाएर यसो राख्नुपर्छ। तर धेरै ठाउँमा चाहिँ मान्छेहरू बसेको पनि छन्, तर कति ठाउँ चाहिँ घर भग्नावशेष भइसकेको छ है। अनि उहाँ माथि हेर्नुहुन्छ भने त्यहाँ बुद्धको मूर्ति पनि एभाइलेबल छ, एभाइलेबल भन्नाले बुद्धको मूर्ति पनि छ। अहिले चाहिँ बिहानको 4:30 बज्यो। हाम्रो सबै साथीहरू लगभग उठिसके। अब हामी आधा घन्टामा तयारी भएर हामी फु भ्यू पोइन्टको लागि निस्किन्छौँ। केटाहरू आउँदैछन्, अलिक बाटो अप्ठ्यारो छ है। हाम्रो चाहिँ खास के भयो भने हामी भ्यू पोइन्टबाट आउने बाटो ठ्याक्कै उल्टो उक्लिरहेछौँ होइन। अरू सिधै उताबाट उक्लिन्थे, हामी यता पछाडिको नि भ्यू हेर्ने भनेर चाहिँ अलि फरक तरिकाले चाहिँ उक्लिरहेछौँ। गाह्रै भइरहेछ है। अब लगभग 1 घन्टा उता टुप्पोमा देखिरहेको ठाउँमा पुग्ने हो। अब 1 घन्टा जतिमा चाहिँ हामी पुग्छौँ। त्यसपछि गुटुङटुङ तलतिर। अब यस्तो हिमालहरू हेर्दै सर्लक्क बिस्तार बिस्तार हिँडिरहेछौँ। 2 घन्टा भन्थ्यो, लगभग 3 घन्टा लाग्छ जस्तो देखियो पुग्नलाई होइन। मेरो साथीभाइहरू त कहाँ हरायो उहाँ तल, धेरै तल छन् जस्तो। प्रशस्त पानी लिएर आउनु होला है। फु भ्यू पोइन्ट चढ्नु अघि मस्त पानीहरू चाहिँ लिएर आउनु होला। म चाहिँ फु भ्यू पोइन्ट आइपुगेँ होइन। अब मेरो साथीभाइहरू चाहिँ अझै तलतिरै छन्, तर कता छन् म चाहिँ फाइनल्ली भ्यू पोइन्ट आइपुगेँ। अब भ्यू पोइन्टबाट देखिने मनोरम दृश्य चाहिँ कस्तो छ भने म तपाईँहरूलाई देखाउँछु है त। फु भ्यू पोइन्टबाट देखिने मनोरम हिम श्रृङ्खलाहरू। चाहिँ फु गाउँ चाहिँ यस्तो देखिन्छ है। फु गाउँ भयो यहाँ चाहिँ। फु भ्यू पोइन्टबाट हामी झर्दैछौँ। लास्टै ठाडो ओह्रालो झरेर लास्टै गाह्रो छ है। हामी चाहिँ फु
फूबाट चाहिँ च्याखु आउने क्रममा चाहिँ वेदर बिग्रेर अलिकति हिउँले डिस्टर्ब गर्यो। रेनकोट लगाएर हिँड्दैछौँ। वेदर अलिकति एक्कासी च्याप्पै बिग्रियो। अब हामी केही घन्टामा च्याखु पुग्छौँ। पर्यो फुरुरु हिमाली भेगैमा, हिउँ पर्यो फुरुरु हिमाली भेगैमा, दिल बस्यो एनीलाई कति टाढो तिमीमा, दिल बस्यो एनीलाई कति टाढो तिमीमा, कति टाढो तिमीमा। ए अगाडि नै आइरहेछ आम्मा हो रहेछ यार, कस्तो एङ्ग्री भएर आएको हेर्नु। हाम्रो आमा चाहिँ 70 वर्षको हुनुभयो। उहाँको माइत चाहिँ नार हो। यहाँ खाम्बाको युद्ध हुँदा उहाँ सानै हुनुहुन्थ्यो अरे। यो जग्गा चाहिँ यहाँको चाहिँ खोलोभन्दा उता चाहिँ फुलको जग्गा अरे, यो सबै नारको जग्गा, मान्छेको जग्गा अरे क्या यो जग्गा। अनि यहाँ बस्न रमाइलो लाग्छ त आमा? अनि हिउँ परे बेला तल झर्नुहुन्छ कि यहीँ बस्नुहुन्छ? आफूले गर्नु थाल्यो के हेर्नु सब ठिक छ ल। पहिला म अब हिँड्नै सक्ने बेलामा बच्चाहरूसँग गएको आज हिँड्नै सक्दैन। तपाईँको कतिवटा बच्चा? बच्चा नातिनीहरू छ, बच्चाहरू यहाँ भर्केर बसेको छ। छोरी 3 छोरा 2। अनि यहाँको दाइ चाहिँ छोरा? यहाँ त ज्वाइँ चाहिँ ज्वाइँ? कान्छीको बोले पुरा कान्छी भयो। आमालाई बोल्न त गाह्रो आउनु आउनु, एउटा गीत त आउँछ। बुझ्दैन? तिब्बतियन गीत आउँदैन? गीत आउँदैन। गीत ढिलो आएको अब बिर्स्यो बिर्स्यो? ए ठिक ठिक। यो बोलेको बोल्यो थिएन, बन्दुक थिएन है, कुकुरीले है सबैलाई धपाइदिए। टोलो मैले बगाएको मार्यो थिएन। सबै आएको होला कि नार मेथा सबै मान्छे आएको यहाँ मान्छे त पक्कै पनि नखान सक्दैन। सबै आयो। लामनजीले बसिन दियो होला त सबैले हो मार्यो होइन। आज चाहिँ हाम्रो ट्रेकिङको डे 4। हिजो चाहिँ हामी फू भ्यू पोइन्ट गएर फूबाट हामी च्याखु भन्ने ठाउँ, यो च्याखु भन्ने ठाउँमा बसेका थियौँ। अहिले शार्प 7 o'clock भयो। हामी रोटी तरकारी खाएर बिहानको ब्रेकफास्ट खाएर अब हामी आज हामी नार पुग्ने प्लानमा छौँ। नार पुग्छौँ। हामी चाहिँ यता मेटाबाट नार जाने र ऊबाट नार आउने बेलाको मिटिङ जक्सन पोइन्टमा आइपुग्यौँ। पुल चाहिँ एकदम खत्रै ठाउँमा बनाएको छ। यो पुल चाहिँ एकदमै पहाडमा एकवटा राखेर एकदम अहिले त बन्द गरेको छ यो पुल जाललाई होइन। लन्च गरेर चाहिँ अब यो ठाडो उकालो उक्लिने, यो पारिपट्टि देखेको ठाडो उकालो उक्लिन्छौँ हामी। यो डाँडो, यो पुरै डाँडो क्रस गरेर जानुपर्छ। नारफेदीबाट चाहिँ नारको लागि ठाडो उकालो उक्लिँदैछौँ। लगभग 3 घन्टाको उकालो छ भन्दै हुनुहुन्थ्यो त्यहाँ होटेलको मान्छेहरू चाहिँ। हामी बिस्तारो उकालो उक्लिँदैछौँ। घाम अलि बढी चर्किरहेछ। हिजो 1 घन्टा जति स्नो सावर भएर होला, अलिकति आज बिहानै भएर नि होला घाम अलिकति चर्किरहेछ। हामी बिस्तारो यो ठाडो उकालो उक्लिँदैछ। अलिकति फेरि जान्ने भएर हामी चाहिँ ट्रेल, ठुलो मजाको ट्रेल बनाएको छ, तर त्यो मजाको ट्रेल लास्टै धेरै घुमेको छ है। त्यही भएर हामी अलिकति सर्टकट हानिरहेको छौँ। सर्टकट चाहिँ अलिकति ठाडो छ। ठाडो उकालो नारको एउटा डाँडा सकियो,
त्यसपछि नारको गेट आयो, सँगै नारको गेटबाट सुन्दर हिमालय त्यो मजाले देख्न सकिन्छ है, राम्रो छ। अब अलिक तेर्सो छ तर स्टिल ठाडो चाहिँ ठाडै छ। हेलो केशवजी, कस्तो अनुभव भइरहेछ? तर फर्स्ट फेज चाहिँ तानेर मैले चाहिँ भाइहरू दुइटा स्यामसङ पनि आउँदै हुन्छ, नजिकै हुन्छ, तर हामी चारजनाले यो फर्स्ट फेज चाहिँ बेस्टै हानेको है। खासै पानी पनि धेरै सिधेको छैन, मेरो बिचमा त यति हाफ लिटर सिधेको छैन, बेस्ट हानेको। नारको अन्तिम डाँडो पुग्यौँ भनौँ न। अब यहाँबाट लगभग 1 घन्टाको दूरीमा चाहिँ हामी नारै पुग्छौँ। यो डाँडाबाट चाहिँ एकदम राम्रो सुन्दर हिमालको दृश्यहरू देखिन्छ, म तपाईँहरूलाई देखाउँछु है। काग चाहिँ किन यति धेरै हो त बुझ्न सकिएन ल। हामी चाहिँ लगभग पुग्न 3 घन्टामा चाहिँ नार गाउँ आइपुग्यौँ होइन। यो चाहिँ लगभग 4200 अल्टिट्युडमा छ। नार गाउँमा चाहिँ फुलभन्दा खेतीपाती नि अलिक बढी हुन्छ जस्तो छ। यहाँ चाहिँ तपाईँहरूलाई म नार गाउँ चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। नार गाउँलाई फुल गाउँ दुइटैलाई म्युजियम बनाएर चाहिँ राख्नुपर्छ। यसलाई चाहिँ यो कति घरहरू भग्नावशेष भइसक्यो होइन, यसलाई चाहिँ प्रिजर्भ गर्नुपर्छ सधैँको लागि। नार गाउँ चाहिँ म्युजियम भन्दा कम छैन ल। आमा खाना खानुभयो? हामी त आज च्याखुबाट आएको, थाकेर यसो लोथ भएर नारमा आएर बसिरहेछौँ हामी। अब आज यहीँ बस्छौँ, 12:30 जतिमा आइपुग्यौँ हामी। अब आज दिनभरि हामीलाई टाइम छ, रेस्ट मजाले पुग्छ। अब भोलि काङ्ला पासलाई नि रेस्ट मजाले पुग्छ, मजाले अब आनन्दले रेस्ट गर्ने, बस्ने, खाने, यताउति घुम्ने, जे गरे नि हुन्छ। आज आनन्दले पुग्दो रहेछ। अहिले चाहिँ बिहानको लगभग 4 बज्न लाग्यो। हामी सबैजना काङ्ला पासको लागि एकदम तयारी हुँदैछौँ। अब ब्रेकफास्ट हानेर भनौँ न, अब यहाँ जे पाइन्छ त्यही च्यापचुप खाएर हामी काङ्ला पासतिर लाग्छौँ। वेदर एकदम क्लियर छ, राम्रो छ। काङ्ला पास वेदर राम्रो भएर राम्रै होला जस्तो छ है अहिलेसम्म, एकदम राम्रो छ वेदर चाहिँ। काङ्ला पासको लागि रेडी हुँदै चाहिँ खाँदैछौँ च्यापचुप खाएर। होटेलबाट लगभग 1.5 घन्टा हिँड्यौँ। अब बिस्तारै उज्यालो हुँदैछ, 5:30 भयो। अब बत्ती बाल्न पर्ने अवस्था छैन है। बिस्तारै हामी हिँड्दैछौँ, हाम्रो साथीहरू बिस्तारै आउँदैछन् तलबाट। लगभग 3 घन्टामा चाहिँ हामी 3 घन्टा अलिकति बढी भनौँ न, 10-15 मिनट बढीमा चाहिँ हामी
ब्रिजमा आइपुगेको छौँ। अब यहाँबाट चाहिँ राम्रै उकालो लाग्ला जस्तो छ। यहाँ चाहिँ हामी उयो देखेको बिचको खोज हुँदै जान्छौँ। यहाँ चाहिँ राम्रै उकालो सुरु हुन्छ जस्तो छ। चिसो छ, मस्त चिसो छ। बिस्तारै हिँड्दैछौँ, फोटो खिच्दै गर्दै हिँड्दा गाह्रोको पत्तो भएको छैन है। ट्रेल त्यति गाह्रो चाहिँ भन्न मिल्दैन, रमाइलो छ ट्रेल। र अल्टिट्युडको लागि चाहिँ बिस्तारै हिँड्नै पर्यो, रमाइलो छ। साथीभाइहरू उच्च मनोबलमा हिँडिरहेछन् मेरा साथीभाइहरू। सब साथीभाइहरू यहाँ क्याम्प बनाउँदै हुनुहुन्छ है। स्पाइक ए स्पाइक 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 लाउँदै हुनुहुन्छ। हिउँमा हिँड्नु पर्ने भएर है। यस्तो ठाडो उकालो चढ्दैछौँ अहिले चाहिँ हामी साथीभाइ उहाँ माथि पछि उकालो उक्लिँदैछौँ हामी। गाह्रो छ, बिस्तारो 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 उक्लिँदैछौँ। एकदम हिउँ धेरै भएर भास्या छ, हिउँ खुट्टाभित्र पर्न लागिसक्यो। गाह्रो छ। हिउँको महासागर पार गर्न कोसिस गर्दैछौँ हामी। लास्टै गाह्रो छ। हिउँले खुट्टाहरू चिसो भइसक्यो हिउँ छिरेर है। यो ट्रेलहरू कुनै देखिन्, त्यस कारणले गर्दाखेरि चाहिँ ठाउँ चाहिँ पुरै खुट्टा छिरिरहेछ। हिउँको महासागरलाई तर्नलाई अझ समय लाग्छ हामीलाई। यो झन् ठुलो उकालो आयो है। गाह्रो छ। 3 पाइला लिँदै रेस्ट गर्दै हिँडिरहेछौँ। आज यो ट्रेकको 5 डेज 5औं दिनमा चाहिँ हामी चाहिँ काङ्ला पास 53 सेमिटरको गर्दैछौँ। हिजो अस्ति चाहिँ सानो 1-2 घन्टा चाहिँ राम्रो हिउँ परेको हिसाबले चाहिँ यतातिर चाहिँ राम्रो बाक्लै 2-3 फिट जति नै हिउँ जमेको अवस्था छ। र हामी उच्च बनाउन साथ चाहिँ अगाडि हिउँमा टेक्दै चाहिँ काङ्ला पासको एकदम लगभग करिब 5000 प्लस त क्रस गरिसक्यौँ होला। यसको करिब सबैजना छौँ, सबैजना स्वस्थ छौँ, उच्च मनोबल छ। यहाँबाट देखेका चारैतिरका भ्यूहरू अत्यन्त सुन्दर राम्रा छन्। यहाँबाट कङ्गारू हिमालहरू, अनि त्यसपछि के पिक भन्थ्यो, पिसाङ पिक। गाह्रो गरी हिँड्दैछौँ हामी पास है। पुरै गाडिरहेछ। गाह्रो भइरहेछ है। सबैजना पालो पुरै गाडिरहेछ। लगभग हामी काङ्ला पास आइपुग्यौँ। अब थोरै मात्रैमा हामी काङ्ला पास पुग्छौँ। 1-2 मिनटमा काङ्ला पासबाट देखिने दृश्य र काङ्ला पास कस्तो छ म तपाईँहरूलाई देखाउँछु। यहाँ छन्, आउँदैछन् है। लगभग 7 घन्टाको मेहनतमा हामी काङ्ला पास आइपुग्यौँ। काङ्ला पास चाहिँ बाट चाहिँ उत्कृष्ट भ्यूहरू हेर्न पाइन्छ। तपाईँहरूलाई म अब यहाँ उत्कृष्ट भ्यूहरू देखाउँछु। काङ्ला पास भने ठुलै मेहनत हो, ठुलै सफलता हो होइन। काङ्ला पास 5328 फोटो सेसन गरौँ ल। पालो यहाँ धेरै बस्नु हुन्न है। साथीहरू अझ आउँदैछन्। काङ्ला पास, जय काङ्ला पास।